क्षेत्रफलको हिसाबले मुस्ताङ जिल्ला नेपालको 5औं ठुलो जिल्लामा पर्छ। यो जिल्ला नेपालको उत्तरी भागमा रहेको गण्डकी प्रान्तको एक हिस्सा हो र यो हिमालयको घेरामा फैलिएको छ। जनसङ्ख्याको हिसाब कुरा गर्ने हो भने नेपालको दोस्रो कम जनसङ्ख्या भएको जिल्लामा पर्छ र यहाँको जनसङ्ख्या मात्र 14,596 छन्। मुस्ताङलाई तल्लो र माथिल्लो दुई उपक्षेत्रमा विभाजन गरिएको छ। यो बुट आकारको जमिनको टुक्रा उत्तरमा पश्चिमी तिब्बतमा धकेलिएको छ र पश्चिममा धौलागिरीको वर्षा छाया र उत्तर र पूर्वमा अन्नपूर्ण मासिबमा परेको छ। मुस्ताङको इतिहासकै कुरा गर्ने भने धेरैजसो इतिहासहरू दस्तावेजी तथ्यभन्दा किम्वदन्ती तथ्यहरूमा आधारित छ। तथापि यो मानिन्छ कि मुस्ताङ या लोको राज्य एक समयमा तिब्बतको नगरी क्षेत्रको एक हिस्सा र सामन्ती सम्पदाको एक ढिला सङ्ग्रह थियो। 14औं शताब्दीसम्म नगरीको यो धेरै भागहरू मल्ल साम्राज्यमा एक हिस्सा बन्न पुग्यो। 1769मा पृथ्वीनारायण शाह र शाह वंशको सेनाले नेपाल राज्यको स्थापना गर्दै गर्दा धेरै साना राज्यहरूको भूमि एकीकरण गरेको थियो। त्यसअघि हालको मुस्ताङमा दक्षिण पश्चिमको क्षेत्र जुम्लाका राज्यहरू र स्वतन्त्र राजा र सामन्तहरूले शासन गरेका थिए। 18औं शताब्दीको अन्त्यमा नेपालले राज्यलाई गाँस्यो र 1795 देखि नेपाल राज्यको निर्भरता रह्यो। 2008 सम्म लो वा माथिल्लो मुस्ताङको राज्य एक जातीय तिब्बत राज्य र नेपाल राज्यको अधिराज्य थियो। अधिराज्य नेपाल केन्द्रीय सरकारबाट स्थानीय शासनमा स्वतन्त्रताको एक निश्चित स्तरको लागि अनुमति दियो। मुस्ताङका अन्तिम आधिकारिक र पछि अनौपचारिक राजा जिम्मे दोर्जे पल्वर बिष्ट 1930 देखि 1916 सम्म थिए। बिष्टले 1964मा आफ्ना बुबा आङ्गुङ तेन्जिङ तन्दुलको उत्तराधिकारी हुनुभयो। यदि मुस्ताङको जातीयताको हिसाबको कुरा गर्ने हो भने 21.4% सबैभन्दा ठुलो समूह गुरुङ समुदायको छ र दोस्रोमा थकाली समुदाय 18.8% र लोपा समुदाय 18.7% रहेका छन्। मगर समुदाय 8.3% र तामाङ समुदाय 2.3% छन्। खस समूहमध्ये सबैभन्दा ठुलो कामी समुदाय 8.1% र 7.1% क्षेत्रीहरू र 4.1% दमाई र 3.7% जम्मा बाहुनहरू मात्र छन्। यदि भाषाको कुरा गर्ने हो भने 2068 सालको जनगणना अनुसार 40.3% जनसङ्ख्या नेपाली भाषा बोल्नेछन्। 21.7% लोपा, 19.4% गुरुङ भाषा, 12.1% थकाली, 2.3% मगर भाषा र 1% तामाङ र 0.6% शेर्पा र 0.5% राई भाषा बोल्नेछन्। मुस्ताङ जिल्लामा 2068 सालको जनगणना अनुसार 60.17% बौद्ध धर्म मान्नेहरू छन्। जम्मा 8095 जनाले मात्र त्यहाँ बौद्ध धर्म मान्छन्। 37.36% अर्थात् 5040 जना हिन्दू धर्म मान्नेछन् र बाँकी अन्य धर्महरू मान्नेछन्। 2078 सालको जनसङ्ख्या अनुसार 14981 जना अहिले मुस्ताङमा बसोबास गर्छन्। यस मुस्ताङ जिल्लामा जम्मा 17वटा मात्र स्वास्थ्य चौकीहरू रहेका छन्। दुर्गमता र भूभागको असभ्यताको कारणले गर्दा यो पोस्टहरू सजिलैसँग पहुँच पनि गर्न सकिँदैन। अस्पतालको लागि त अझ कुरा गर्ने हो भने जोम्सोमा मात्र जानुपर्छ र जोम्सोमा पनि मात्र एकवटा मात्र अस्पतालहरू छन्। मुस्ताङ जिल्लामा औषधि उपचारहरूको सुविधाहरू एकदमै कम छ। सुविधाहरूमा कम पहुँच र अन्य सामाजिक र सांस्कृतिक कारणहरूको कारणले मुस्ताङमा अधिकांश मानिसहरूका लागि परम्परागत जडीबुटी औषधिहरू मात्र प्रयोग गर्छन्। मुस्ताङ जिल्लामा ढिलो गरी विकासको गतिहरू सुरु भएको छ। जिल्लाका विद्यालयहरूको कुरा गर्ने हो भने राज्यको नगन्य संलग्नताको साथ निजी सहयोगहरूमा गैर सरकारी समूहहरूद्वारा सञ्चालित छन्। दुर्गम गाउँसम्म पुग्न पाठ्यपुस्तकहरू खच्चडद्वारा ढुवानी गरिन्छ। मुस्ताङ जिल्लामा 5 वर्ष वा सोभन्दा माथिको कुल जनसङ्ख्या 12,588 जना छन् र जसमध्ये 8,334 जनाले पढ्न र लेख्न दुवै सक्छन्, अर्थात् यो प्रतिशत 66% हो। 305 जनाले पढ्न मात्र सक्छन् र 3,945 जनाले न पढ्न सक्छन् न त लेख्न नै सक्छन्। मुस्ताङ जिल्लामा 2011मा कुल 768 जनाले एसएलसी वा उच्च शिक्षा हासिल गरेका थिए र यस जिल्लाबाट उच्च शिक्षा हासिल गर्नको लागि पनि सहरै आउनुपर्ने हुन्छ। शताब्दीदेखि कालीगण्डकी नदीको किनारमा कारवाहरू तिब्बत, चीन र भारतबाट नुन, याक, उन, अनाज, सुकेको मासु, मसला र थप अन्य व्यापारहरू गर्दै आएका थिए र कालीगण्डकी घाट शताब्दीदेखि नै भारत र तिब्बत बीचको व्यापारिक मार्गको रूपमा प्रयोग हुँदै आएको छ। जिल्लामा 80% भन्दा बढी आर्थिक संलग्नता कृषिबाट मात्रै हुने गर्छ। मुस्ताङका मानिसहरूले पहाडी क्षेत्रहरूमा साझा कृषि अर्थतन्त्रको रूपमा नै अपनाएका छन्। व्यापारबाट 6.82%, सरकारी सेवाबाट 1.91%, वैदेशिक रोजगारीहरू 3.97% रहेका छन् भने अन्य कृषि बाहेकका अन्य पेसाहरूमा जम्मा 3.14% रहेका छन्। मुस्ताङलाई नेपालमा स्याउको राजधानीको रूपमा पनि लिइन्छ। मुस्ताङलाई नेपालको स्याउको राजधानीको रूपमा पनि लिइन्छ। मुस्ताङमा स्याउ खेतीको लागि 1115 हेक्टर उपयुक्त क्षेत्र मानिन्छ। तर विडम्बना के छ भने जम्मा 415 हेक्टरमा मात्र स्याउहरू रोपिन्छ। मुस्ताङ क्षेत्रको कुरा गर्ने भने
पर्यटकहरू पनि एकदमै बढी आउने गर्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार 2016मा 39,017 जना पर्यटकहरू मुस्ताङमा भ्रमण गरेका थिए। मुस्ताङलाई नेपालको एक पर्यटक हबको रूपमा पनि चिनाउन सकिन्छ, तर नेपाल सरकारले यसको लागि अझ बढी मिहिनेत गर्नुपर्ने हुन्छ। आजको लागि यति नै। अब आउँदो श्रृङ्खलामा हामी पनि यस्तै किसिमका जानकारीहरू लिएर आउनेछौँ। त्यतिसम्मको लागि आज्ञा दिनुहोस्। धन्यवाद।